नमस्ते, फेरि पनि उपस्थित भइसकेको छु अर्को एउटा भिडियोको साथमा। आजको यो भिडियोमा चाहिँ यदि तपाईँ अहिलेको अवस्थामा दुबईमा हुनुहुन्छ भने त्यहाँ चाहिँ विभिन्न ठाउँमा चाहिँ यो तपाईँको पासपोर्ट रिन्यू गर्ने टोलीहरू चाहिँ आउने भएको छ भन्ने कुराहरू यहाँ गरेको छ। र यदि तपाईँ पनि अहिलेको अवस्थामा दुबईमा हुनुहुन्छ, तपाईँको पासपोर्ट रिन्यू गर्नुपर्ने छ अथवा तपाईँको पासपोर्ट चाहिँ हराएको छ, च्यातिएको, बिग्रिएको छ भने त्यस्तो अवस्थामा तपाईँले यी विभिन्न ठाउँहरूमा चाहिँ तपाईँहरू बसोबास गरेकै ठाउँमा चाहिँ घुम्ती शिविर आउने भएको छ भनेको छ। र त्यसमा चाहिँ तपाईँले आफ्नो डकुमेन्टहरू लिएर चाहिँ आफ्नो पासपोर्ट रिन्यू गर्न सक्नुहुन्छ। र अब तपाईँले यसरी गर्नुभयो भने चाहिँ तपाईँले एम्बेसीसम्म गइराख्नु परेन। तपाईँको नजिकैको क्षेत्रहरूमा तपाईँले चाहिँ पासपोर्ट रिन्यू गर्न सक्नुभयो। र यहाँ तपाईँले सूचना पनि आफैले पढ्न सक्नुहुन्छ। यो चाहिँ अबुधाबी एम्बेसीको सूचना रहेको छ भन्ने कुराहरू गरेको छ, यहाँ तपाईँले देख्न सक्नुहुन्छ। र यो चाहिँ विभिन्न ठाउँहरूमा बस्नुभएको नेपालीहरूको लागि मध्यनजर गरेर घुम्ती शिविर चाहिँ सञ्चालन गर्ने भएको छ भन्ने कुराहरू यहाँ गरेको छ। र यो चाहिँ तपाईँको खास गरी अबुधाबीमा रहने, अबुधाबी अथवा अबुधाबीका आसपासमा रहने नेपालीहरूको लागि मध्यनजर गरेर घुम्ती शिविर सञ्चालन गरिएको छ भन्ने कुराहरू गरेको छ। र अब यो कुन डेटमा हुन्छ भनेर तपाईँले यहाँ चेक गर्न सक्नुहुन्छ। शनिबार 6 जुन 2026 भनेको छ। त्यसदेखि पछाडि समय चाहिँ तपाईँको बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म गर्न सकिन्छ भन्ने कुराहरू गरेको छ। र तपाईँले स्थान चाहिँ वेस्टर्न होटल अबुधाबी भनेको छ। त्यसदेखि पछाडि तपाईँले यहाँ होटलको म्याप पनि देख्न सक्नुहुन्छ। र अब यो तपाईँले आवेदन दिनको लागि के कुरा गर्नुपर्ने हुन्छ, कुन डकुमेन्ट चाहिन्छ भनेर यहाँ तपाईँले रिड पनि गर्न सक्नुहुन्छ। र अब यसको लागि सबैभन्दा पहिले तपाईँले अनलाइनबाट आवेदन दिनुपर्ने हुन्छ भनेको छ। यहाँ तपाईँले चाहिँ एउटा लिङ्क राखिदिएको छ। यो लिङ्कबाट तपाईँले चाहिँ आफ्नो विवरणहरू राखेर अनलाइन फर्म भरेर चाहिँ त्यो पेपर लिएर जानुपर्छ भन्ने कुराहरू गरेको छ। त्यसदेखि पछाडि तपाईँलाई चाहिने डकुमेन्ट भनेको चाहिँ आवेदन फारम भर्दाखेरि आवेदकले आफ्नो नागरिकको दुवै पेज र राजधानीको फोटो भएको र पछाडिको पेज अनिवार्य रूपमा स्क्यान गरेर अपलोड गर्नुपर्ने छ भनेको छ। र नाबालकको हकमा चाहिँ बाबुआमाको नागरिकता, राजधानी, बिहा दर्ता, त्यसदेखि पछाडि तपाईँको बच्चाको जन्म दर्ता, नाबालक परिचय पत्र अनिवार्य रूपमा चाहिँ तपाईँले अपलोड गर्नुपर्छ भनेको छ। र तपाईँले अनलाइन भरिसकेपछि चाहिँ नागरिकताको दुवै पेज, त्यसपछि तपाईँले पासपोर्टको फोटो भएको पेज र 31 नम्बर पेज अनिवार्य रूपमा चाहिँ स्क्यान गरेर अपलोड गर्नुपर्छ भनेको छ अनलाइन फर्म भरिसकेपछि। त्यसपछि तपाईँले अनलाइन फारम भरिसकेपछि चाहिँ पिडिएफ डाउनलोड गरेर 5 जुन 2026 दिउँसो ठिक 3 बजेभन्दा अगाडि चाहिँ तपाईँले मेल मार्फत पठाउनु पर्ने हुन्छ अथवा यो व्हाट्सएप नम्बरमा पनि पठाउन सक्नुहुन्छ भनेर यहाँ व्हाट्सएप नम्बर पनि दिएको छ। त्यसपछि तपाईँले कानुन बमोजिम राजधानी नवीकरणको लागि लाग्ने शुल्क दस्तुरबाहेक अन्य कुनै पनि प्रकारको रकम नलाग्ने हुँदा तपाईँ चाहिँ अरू कुनै पैसा चाहिँ तपाईँले पे नगर्नु होला कसैलाई भन्ने कुराहरू गरेको छ। यिनै कुराहरू रहेको छ। यहाँ तपाईँ आफैले पनि सम्पूर्ण कुराहरू चाहिँ डिटेल्समा बुझ्न सक्नुहुन्छ। र तपाईँले अब यो अबुधाबी आसपासमा तपाईँ हुनुहुन्छ, तपाईँको पासपोर्ट चाहिँ हराएको छ, च्यातिएको छ, बिग्रेको छ भने त्यस्तो अवस्थामा तपाईँले चाहिँ घुम्ती शिविर सञ्चालन भएको टाइममा यो वेस्टर्न होटलमा गएर चाहिँ आफ्नो पासपोर्टको लागि एप्लाई गर्न सक्नुहुन्छ।